धेरै कुराहरू सुनि पनि सक्नुभयो। हामी वर्ष दिन काम गरेर आज चाहिँ त्यसको मूल्याङ्कन प्रगति हेरिरहेका छौँ, मूल्याङ्कन पनि गरिरहेका छौँ। हामी आफैलाई धन्यवाद पनि भनिरहेका छौँ। हामी सबैले बडा मेहनतका साथ जुन काम गऱ्यौँ त्यो आज चाहिँ आँखा अगाडि प्रस्तुत हुँदा यहाँहरूलाई पनि खुसी पक्कै लागेको छ, मलाई पनि खुसी लाग्यो। हामीले जति चाहना गरेका थियौँ गत साल जुन कुरामा हामी विश्वस्त थियौँ त्यो अर्को साल हामी लगभग प्रगति 100%मा पुर्याउने र लिजामा रूपन्देहीमा हामी अग्रपन्थीमा आउने भनेका थियौँ। अरू धेरै कुरामा कर्मचारी समयमा आउने कुरामा, समयमा जाने कुरामा, ड्रेस लाउने कुरामा, चिटिक्क हुने कुरामा, निरोगी हुने कुरामा, बोली भाषा मुस्कान सहितको सेवा सबै कुरामा हाम्रो लगभग 100% देखियो। विकासको प्रगतिमा अलिकति हामी पुग्न सकेनौँ। त्यसमा समयको पनि कारण छ। अहिले अकस्मात बजार भाउ दर रेट मगिएर नेपाल सरकारले दिएको दर रेटभन्दा सामग्रीको भाउ मगिएको हुनाले उपभोक्ता समिति या ठेकदारहरूले सबै योजनाहरू र गाउँपालिकाले पनि सबै योजनाहरू समयमा प्रगति दिन सकिएन। एउटा कारण त्यो पनि हो र त्यही टेकेर हामी अहिलेलाई चित्त बुझाउँला। तर त्यही मात्रै पनि होइन, हामी एउटालाई अर्कोलाई दोष दिएर काम हामी चाहिँ पन्छिन हुँदैन। कामको प्रगति जति आउन पर्थ्यो त्यति आउन सकेन। यसमा जनप्रतिनिधिहरू धेरै कामको बोझको कारणले होला। वडा अध्यक्षहरूलाई त विकासको कामभन्दा अन्य झैझगडा, अन्य मामिला, अन्य कुराले नै बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म पिरोल छ। त्यस कारणले अब विकासको मात्रै कुरा गर्न पनि मिल्दैन। सँगसँगै वडा सचिवजीहरूलाई पनि वडामा भएका अन्य थुप्रै कामहरू पनि छन्। हामीले हुनसक्छ उहाँहरूले मागे जति कर्मचारी वडामा दिन पो सकेनौँ कि सहयोगी सचिवहरूले कर्मचारी पाउनु भएको छैन कि थुप्रै कुरा होला। तर पनि हामीले हिजोका दिनमा हामी आज भर्खर यो वर्ष वा अघिल्लो वर्ष मात्रै हामीले जाहेर गरेका होइनौँ। हामीले धेरै वर्षदेखि, म त यहाँहरूसँग सँगसँगै छु, बाहिरबाट आउनुभएका कर्मचारी साथीहरू लगभगसँग पनि वलतिर पलतिर भेटघाट भइरहेको छ। हामीले योभन्दा अझै कठिन अवस्थादेखि थोरै कर्मचारीबाट, थोरै बजेटबाट थुप्रै काम गरेका साथीहरू हुनुहुन्छ। हिजो गाविस हुँदा गाविसमा चाहिँ 3 लाख बजेट हुँदा हामीले 3 फुट उब्रेन 3 लाख भयो। अब त कति विकास हुन्छ, कति 5 लाख भयो भन्दा पनि गाह्रो भयो हामीलाई। 5 लाख बजेट भयो एउटा गाविस सञ्चालन गर्न। त्यति बेला त हाम्रो खुट्टा भइमै थिएन। म दुवै पालामा म गाविसमा प्रतिनिधि थिएँ। तर यति बेला हाम्रो एउटा वार्डमा 1.5 करोडदेखि लगभग ठुलो समय जोडेर 2.5 करोडको सिलिङै जान्छ मोटामोटी। ट्याप्पै औँलाले गर्दा अङ्कको चाहिँ मूल्याङ्कन नगर्नु होला। 1.5 करोडदेखि 2.5 करोडको सिलिङ वडामा जान्छ। त्यसपछि वडा अध्यक्षहरूले ल्याएको योजना, अन्य परिषदहरूमा आएका योजना
सङ्घ संस्थाले ल्याएको योजना कृषि पशु अन्य लक्षित कार्यक्रमहरूका योजना अनि विभिन्न शाखाबाट राखिएका कार्यक्रम र योजना सबै जोड्दाखेरि अब खासै मैले यो बजेटको कारणले विकास हुन सकिएन भन्नुपर्ने अवस्था शुद्धोदन गाउँपालिकामा खासै छैन भने जस्तो लाग्छ। हो एकैचोटि हामीले चाहना भएअनुसार अब यो 5 वर्षको कार्यकालमा विकास निर्माण गरेर रात दिन खटेर सबै सम्पन्न गरौँ भन्ने चाहना छ उहाँहरूको। म वडा अध्यक्ष अथवा जनप्रतिनिधि साथीहरू र वडा सचिवजीहरूको त्यो चाहना भावना भेट्छु। तर हामीले त्यो पैसा लगाएर हामीले गर्न पनि भ्याउन पर्यो, सक्न पनि पर्यो। समयले दिएन भन्ने मैले अहिले महसुस के गरेको छु भने यो साल थुप्रै योजना अधुरा छन्। वडामा दिएका बजेट 1-2टा वडाले 90-95% लगभग काम गरेका छन् भने अरू धेरै वडाका योजनाहरू अधुरा छन्, काम सम्पन्न भएको छैन। र अहिले पनि पैसा राखिसकियो। वडा अध्यक्ष वडा सचिवजीले भनिसक्नुभयो यो टोलमा चाहिँ पैसा हामीले विनियोजन गरेका छौँ, यो चाहिँ अहिले काम गर्ने हो भनेर भनिसक्नुभयो। 6 महिना अगाडि भन्नुभयो। उहाँको घर दैलोमा गएर भन्नुभयो, काम गर्न सक्नु भएन। त्यस कारणले उहाँहरूले चाहना हुँदै गर्न खोज्दै नभ्याएको नसकेको भन्ने बुझेर मैले सबै पैसा यथावत हिजो विनियोजन भएका पैसाहरू तत्त ठाउँमा तिनै वडाहरूमा राखिएको छ। भन्नाको मतलब हामीलाई जिम्मेवारी थपिएको छ। अहिले साल यो जनप्रतिनिधि साथीहरूले बुझ्ने कुरा हो, कर्मचारी साथीहरूसँग सहयोग लिने कुरा हो। कर्मचारीहरूलाई देखिन्छ, हामीले यही गाउँपालिका हेर्छु मैले कतिपय कर्मचारीहरूलाई हामीले काम दिन सकेका छन्। बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म खटेर काम गरेको भेटिन्छ। कतिपय कर्मचारीहरूलाई हामीले काम दिन सकेका छैनौँ। उहाँहरू 10 बजे आउँदा पनि फाँटमा काम हुँदैन अनि 4 बजाउन गाह्रो भएर 2 पाली तलमाथि गरेर 5 बजाएर घर जानुपर्ने अवस्था छ। त्यस कारणले यो साल त्यस्तो हुँदैन होला। यो साल हामी समयमा काम गर्नुपर्छ, समयमा सिद्ध्याउनुपर्छ। समयमा हाम्रो सचिव त हाम्रा कर्मचारी त यति साथ दिए, मैले त माघ महिनाभित्र सबै योजना सम्पन्न गरेँ भनेर हाम्रा जनप्रतिनिधि साथीहरूले आफ्नो वार्डबाट त्यस्ता खालका गफ गरेको, चिया दोकानमा घर वरिपरि छिमेकमा त्यस्ता गफ गरेको सुन्ने मेरो रहर छ, चाहना छ। र यसले भोलिका दिनमा तपाईँहरूको मूल्याङ्कन हुन्छ। हामी सँगै रहँदासम्म कसैको पनि मूल्याङ्कन हुँदैन। हामीले देखिन्छ, इतिहासले देखाएको छ, हिजो सँगै काम गरेका मन्त्रीहरू, मान्यहरू, कार्यालय प्रमुखहरू, शाखा प्रमुखहरूले छोडेर गएपछि अथवा यो धरतीमा नभएपछि पछुतो भएर फलाना हुँदा जस्तोसुकै अप्ठ्यारो अड्कँदा पनि फुकाउँथ्यो। फलानाले त बिहान 7 बजे पनि आएर धेरै अप्ठ्यारो कामहरू हुँदा सहजीकरण गरिदिन्थ्यो। यस्ता थुप्रै कुराहरू मैले सुन्न पाउँछु। धेरै वर्षदेखि यो कुराहरू सुनिरहेको छु। त्यस कारण मैले आफूलाई पनि त्यही भन्छु है, सँगै रहँदासम्म मूल्याङ्कन हुँदो रहेछ। तपाईँहरू एउटा परिवार, घर पारिवारिक जीवनमा बाँध दिएर त्यही भित्रबाट चाहिँ हामी सबै तपाईँहरू हामी आएको हो। हामीसँग सँगै रहेको छोराबुहारी, सँगै रहेका चाहिँ नाता कुटुम्ब र अलि टाढा रहेको छोराबुहारी, टाढा रहेको नाता कुटुम्बहरूको बिचमा एउटा व्यवहार पनि त्यही हामीले पाउँछौँ। टाढा रहेको भएपछि, अलिकति टाढा भएपछि माया बढ्ने, हिजोका सानातिना कचिङ्गल बिर्सने र राम्रा कुराहरू मात्रै सम्झने र राम्रा कुराको सिखो गर्ने,
त्यस्तो चाहिँ परम्परा छ हामी नेपालीहरूको।